नेपालको संविधान 2072 को मौलिक हकको व्यवस्थालाई पनि हेरौँ। मौलिक हकको व्यवस्थालाई हेर्दाखेरि त्यहाँ दुईवटा प्रावधानहरू प्रष्ट रूपमा देखिन्छ निशुल्क शिक्षाको हकमा। त्यो भनेको के हो त भन्दा आधारभूत तहसम्म चाहिँ निशुल्क पनि हुनुपर्छ र चाहिँ के भन्दाखेरि अनिवार्य पनि हुनुपर्छ। सबै बालबालिकाहरू विद्यालयमा त्यो उमेर समूहका बालबालिकाहरू विद्यालयमा प्रवेश गरेको र विद्यालयको आधारभूत तहको शिक्षा पुरा गरेको हुनुपर्छ। विद्यार्थीहरूको हकमा र अभिभावकको हकमा या शिक्षा प्रदान गर्ने निकायको हकमा पनि त्यस्ता विद्यार्थीहरूलाई बालबालिकाहरूलाई शिक्षा पुरा गराउनु पर्ने दायित्व वहन गर्नुपर्छ भन्ने नै उद्देश्य हो। त्यो मौलिक हकको व्यवस्था भनेको अधिकारको रूपमा कायम भएको भनेको त्यो हो जुन चाहिँ अनिवार्य र निशुल्क रूपमा शिक्षा प्राप्त गर्ने बालबालिकाको हकलाई अधिकारलाई सुनिश्चित गर्ने र यो हक सुनिश्चित गर्नको लागि हामीलाई थप कानुन पनि चाहिन्छ भनेर 2075 सालमा आश्विन महिनामा एउटा कानुन पनि तर्जुमा भएर जारी भयो। त्यो भनेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 भनेर। मौलिक हककै अर्को खण्डले माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनेछ भनेर पनि फेरि मौलिक हककै व्यवस्था भएको छ। त्यो भनेको फेरि अधिकारको रूपमा बालबालिकाको अधिकार के को अधिकार सुनिश्चित गर्नु पर्यो भन्दा माध्यमिक तह भनेको अहिलेको परिभाषाको हिसाबले कक्षा 12 सम्मको चाहिँ शिक्षा चाहिँ नेपालका नागरिकहरूले बालबालिकाहरूले निशुल्क प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नु पर्यो भन्ने पनि हो। भनेपछि त्यहाँ कक्षा 12 सम्म चाहिँ अथवा 9 देखि 12 सम्म निशुल्क शिक्षा प्राप्त गर्ने अधिकार हो। 1 देखि 8 सम्म चाहिँ अनिवार्य सबैले प्राप्त गर्नु पनि पर्यो र निशुल्क पनि हुन पर्यो। यो दुईटा प्रावधान छ। यो दुईटा प्रावधान मध्ये एउटा प्रावधानको कार्यान्वयनको लागि चाहिँ कानुन पनि बन्यो। त्यो कानुन बन्यो भनेको चाहिँ 75 सालमा जो अघि मैले वर्णन गरेँ त्यो कानुन चाहिँ अनिवार्य तथा निशुल्क शिक्षा ऐनको के अरे व्यवस्थाको संविधानको त्यो व्यवस्थाको कार्यान्वयनको लागि बनेको ऐन हो। संविधानको मौलिक हकको व्यवस्थालाई कार्यान्वयन गर्न बनेको ऐन। अब यहाँनिर मैले कानुनी प्रबन्धकै कुरा गर्दाखेरि 9 देखि 12 सम्मको अनिवार्य तथा निशुल्क शिक्षा के अरे निशुल्क शिक्षा व्यवस्था गर्नको लागि अघि भनेको जस्तो ऐन नै चाहिँ बनेको छैन। फेरि हामीले यसलाई पनि एउटा हेक्का राख्नुपर्छ। यद्यपि हाम्रा विद्यमान ऐनहरूले पनि के भन्दाखेरि निशुल्क शिक्षा माध्यमिक तहसम्मको निशुल्क शिक्षालाई चाहिँ सुनिश्चित गर्नको लागि सरकारका अरू केही कानुनी प्रबन्ध र योजनागत प्रबन्धहरू निरन्तर रूपमा अगाडि बढेकै छन्। त्यसमा चाहिँ कुनै कमी आएको छैन। तर जसरी अनिवार्य तथा निशुल्क शिक्षा कक्षा 8 सम्म सुनिश्चित गर्ने जो मौलिक हकको व्यवस्थालाई कार्यान्वयन गर्नको लागि ऐन बन्यो 2075 सालमा, त्यस्तो 9 देखि 12 सम्मको शिक्षालाई निशुल्क गर्ने गरीको ऐन चाहिँ बनेको छैन। 2028 सालदेखि र पछिल्लो समयमा अझ भन्नुहोस् हामीले वैदेशिक सहायता पनि परिचालन गरेर 2040 सालदेखि चाहिँ भनेको आजभन्दा 40 वर्ष अगाडिदेखि अत्यन्तै व्यवस्थित रूपमा अत्यन्तै सिस्टमेटिकल्ली हामीले चाहिँ हाम्रो आधारभूत तहको शिक्षा चाहिँ सबै बालबालिकाहरूलाई त्यो शिक्षाको पहुँच पुर्याउनको लागि भनेर विभिन्न खालका शिक्षा सुधारका आवधिक कार्यक्रमहरू सञ्चालन भएका छन्। अखण्ड रूपमा अविच्छिन्न रूपमा कुनै एक वर्ष पनि हाम्रो त्यस्ता सुधारका कार्यक्रम खण्डित भएका छैनन्, विश्राम भएको छैन। यो कुरालाई पनि हामीले हेक्का राख्नुपर्छ। आधारभूत तहमा हाम्रो बालबालिकाहरू आज सरदर 96% त्यो उमेर समूहका भनेको 5-12 वर्ष उमेर समूहका 96% बालबालिकाहरू विद्यालयमा छन्। 96 भन्दा बढी प्रतिशत भनेपछि आज 3 देखि 4% बालबालिकाहरू 5-12 वर्ष उमेर समूहका जो विद्यालय बाहिर रहेको आँकडा हामीसँग आँकडागत रूपमा त्यो छ। भनेपछि हामीले 96 देखि माथिको तपाईँको अनुपात त हासिल गरिसक्यौँ अहिले नै। भनेपछि यो विगतका हाम्रा प्रयासको परिणाम स्वरूप हो। तर अर्को फेरि हामीले हेक्का राख्नुपर्ने विषय के छ भने अघि भनेको चाहिँ के भन्दाखेरि 2075 सालको जो ऐन हो अनिवार्य तथा निशुल्क शिक्षा ऐन, त्यो ऐनले 2085 साल वैशाख 1 गतेभित्र चाहिँ आधारभूत तहका उमेर समूहका सबै बालबालिकाहरूले त्यो आधारभूत तहको शिक्षा प्राप्त गरिसकेको हुनुपर्छ भनेर लक्ष्य निर्धारण गरेको छ। त्यो लक्ष्यमा त हामी पुग्न पर्यो। त्यो लक्ष्यमा पुग्नको लागि हामीमा अभाव के छ, कमी के रह्यो त, केले गर्दा हामी त्यहाँ पुग्न सक्छौँ कि सक्दैनौँ, सम्भव छ कि छैन भन्नेमा त्यो प्रश्न गर्न सकिन्छ। हामीले अहिले देख्दाखेरि सम्भव छ। अहिले हाम्रो 5-12 वर्ष उमेर समूहका बालबालिकाहरू हाम्रो तथ्याङ्कबाट हेर्दाखेरि चाहिँ सरदर 2 लाख
विभिन्न प्रकारका तथ्याङ्कहरू कसैले धेरै देखाएका छन्, जस्तो चाहिँ हाम्रो सिबिएसको चाहिँ राष्ट्रिय जनगणनाको तथ्याङ्कले अलि बढी देखाएको छ। हाम्रो शिक्षाको चाहिँ जो नियमित हाम्रो तथ्याङ्क प्रणालीहरूले अलिक कम देखाएको छ। अरू कुनै चाहिँ निकायहरूले या स्रोतबाट अलि बढी देखाएको छ। त्यसो गर्दाखेरि अधिकतम रूपमा 2 लाखसम्म, कहीँ कसैले 1,30,000सम्म 24,000सम्म देखाएको छ, कसैले 2 लाख देखाएको छ, कहिले 2 लाखभन्दा अलिकति बढी पनि देखाएको छ। अहिले सरदरमा 2 लाख बालबालिकाहरू चाहिँ त्यो उमेर समूहका बालबालिका विद्यालयभन्दा बाहिर छन् भन्ने एउटा आँकडा आएको छ। त्यो आँकडालाई हामीले यदि सत्य मान्ने हो भने, अहिले एउटा त्यसलाई रेफरेन्स मान्ने हो भने, त्यो हामीले 77 जिल्लामा विभाजन गर्यो भने त्यो आँकडा असाध्यै सानो हुन जान्छ। 77 मात्रै होइन, हामीले अर्कोतिर पनि हेरिराखेका छौँ कि प्रत्येक जिल्लामा त्यसको डिस्ट्रिब्युसन कस्तो छ भनेर हेर्दाखेरि खास गरी चाहिँ के भने मधेसमा, कर्णालीमा र लुम्बिनीमा यो अलि बढी चाहिँ आउट अफ स्कुल चिल्ड्रेनको विद्यालय बाहिर रहेका बालबालिकाहरूको सङ्ख्या हामी देख्छौँ। भनेपछि त्यसमा पनि लार्जली हेर्दाखेरि हामी के भने मधेसमा बढी देख्छौँ। भनेपछि अब हामीले केन्द्रित गर्दाखेरि के हुन्छ, हाम्रो प्रयासहरू भन्दा मधेस प्रदेशमा मात्रै केन्द्रित गर्दा हुन्छ। 7 प्रदेशमध्ये 8 जिल्लामा, 77 जिल्लामध्ये 8 जिल्लामा मात्रै केन्द्रित गरे हुन्छ। भनेपछि यो एउटा पक्ष देखिएको छ। र अर्को पक्ष के देखिएको छ भन्दाखेरि त्यो त तथ्याङ्कमा आयो। हामीले फेरि के गर्यौँ त भन्दाखेरि नामनामेसी पनि खोज्न थाल्यौँ। नामनामेसी खोज्न केही नमुना कामहरू पनि गरेका छौँ, त्यसलाई निरन्तर पनि दिएका छौँ। को चाहिँ विद्यार्थी बालबालिका बाहिर छ त भनेर खोज्न थाल्दाखेरि फेरि तपाईँको मधेस र कर्णालीमा हामीले त्यसरी एउटा नमुनाको रूपमा खोजी गऱ्यौँ। खोजी गर्दाखेरि यति सङ्ख्या बाहिर छ भनेर भनिएको भन्दा असाध्यै न्यून मात्रै बालबालिकाहरूको नामनामेसी के भनेदेखि सहित प्राप्त भएको छ, पुष्टि भएको छ। भनेपछि नामनामेसी हामीले जब खोज्न थाल्यौँ भने विद्यालय बाहिर रहेका बालबालिकाहरूको सङ्ख्या असाध्यै कम हुन जाने यहाँबाट पनि देखियो। र हामीले सरकारले अब सम्बोधन गर्दाखेरि सङ्ख्यामा सम्बोधन गर्दैन, को व्यक्ति, को बालबालिका, के नाम गरेको, 3 पुस्ते सहितको त्यो बालबालिका खोज्छ र त्यो बालबालिकालाई गएर चाहिँ के भनेदेखि सम्बोधन गर्छ। त्यसरी जाँदाखेरि हामी बालबालिकाको नामनामेसी सहितको प्रोफाइल सहित हामी जाँदैछौँ। 1 त्यसो गर्दाखेरि जो सङ्ख्या अहिले हामीले पाएका छौँ, हाम्रा लागि नेपाल सरकारको अहिलेसम्मको प्रयासको इतिहास हामीले हेऱ्यौँ भने अब आगामी 3 वर्षमा त्यो सङ्ख्यालाई विद्यालयभित्र ल्याएर विद्यालय शिक्षा पुरा गर्ने प्रबन्ध मिलाउनको लागि समस्या छैन। शिक्षा मन्त्रालयको प्रणालीको लागि मैले भन्दैछु, यहाँ शिक्षा मन्त्रालय मात्रै पनि छैन। फेरि हामीले यसबाट बुझ्नुपर्छ 753 स्थानीय सरकार कानुनले 2075 सालको कानुनले उहाँहरूलाई यसको सम्पूर्ण जिम्मेवारी चाहिँ निर्धारण गरेको छ। प्रदेश सरकार हामीसँग सँगै छ, सङ्घीय सरकार सँगै छ, तिनै तहको चाहिँ सरकारको जिम्मेवारी यहाँनिर छ। त्यो हामीले हेर्न पर्यो। अब रह्यो निःशुल्कको सवाल, आधारभूत तहको। निःशुल्क हामीले के गर्ने त भन्दाखेरि आधारभूत तहसम्म बालबालिकाहरूबाट शुल्क लिने परम्परा अभ्यास सामुदायिक विद्यालयहरूमा अत्यन्तै चाहिँ के भनेदेखि नगण्य रहेको, केही आलोचनाहरू र केही अपवादका केसेसहरू बाहेक हामीले त्यो अभ्यास देखेका छैनौँ। भनेपछि ठिक छ, काहीँ हामीलाई क्रिटिसिजमहरू प्राप्त भएको छ, आलोचना भएको छ, न्युजहरू आएका छन् बाहिर कक्षा 8सम्म पनि या आधारभूत तह शुल्क सङ्कलन गरियो भन्ने हिसाबले अब हाम्रो नजर त्यतातिर गइरहेछ। हामी कुन विद्यालयमा सामुदायिक विद्यालयहरूमा कक्षा 8सम्मको शुल्कको अभ्यास हैन, बालबालिकाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउनका बाधाहरू, कठिनाइहरू, अवरोधहरू के रहेछन् भन्ने पनि सर्वे हुँदैछ। हामी साइड बाई साइड सर्वे गर्दैछौँ। विद्यार्थीहरूको नामनामेसी जो आउट अफ स्कुल चिल्ड्रेनको र निःशुल्क शिक्षा उपलब्ध गराउनको लागि आधारभूत तहमा के कठिनाइ छ भन्ने पनि सर्वे गर्दैछौँ। यसो गर्दाखेरि हामीलाई ती विद्यालयहरूमा परेको कठिनाइ, अप्ठ्यारो या ती विद्यालयहरूले गरेको अन्यथा व्यवहारहरू रहेछ भने त्यो पनि हाम्रो सर्वेबाट प्राप्त हुन्छ। र चाहिँ के भनेदेखि विद्यालय बाहिर उमेर समूहका बालबालिकाहरूको नामनामेसीबाट अब हामीलाई थाहा हुन्छ अमुक व्यक्ति चाहिँ विद्यालयभन्दा बाहिर छ, अमुक विद्यालयमा चाहिँ निःशुल्क शिक्षाको प्रबन्धमा बाधा छ, अवरोध छ, कठिनाइ छ, समस्या छ, त्यहाँ नेग्लिजेन्सी गरेको छ या हेलचेक्राइ गरेको छ, यो पनि पत्ता लाग्छ। त्यसो गरेपछि अब हाम्रो हस्तक्षेप के हुने भयो सरकारको तर्फबाट, तिनैवटा सरकारको तर्फबाट हैन, तिनै तहका सरकारको तर्फबाट ती विद्यालयलाई लक्षित गरेर, ती बालबालिकालाई लक्षित गरेर अब हामीले हाम्रो साध्य चाहिँ के भने सिद्ध गर्न पर्यो। त्यो के हो त भन्दाखेरि हाम्रो लक्ष्य भनेको चाहिँ 85 साल वैशाख 1 गतेभित्र हाम्रो त्यो उमेर समूहका बालबालिकाहरू विद्यालयभित्र प्रणालीमा रहेर
आधारभूत तहको शिक्षा प्राप्त गरेको अवस्था सुनिश्चित गर्न पर्यो। निःशुल्क शिक्षा हासिल गरेको हुनु पर्यो। सबै बालबालिकाहरू त्यो पद्धतिभित्र बसेको हुनु पर्यो। यो गर्न सम्भव देखिएको छ र हामी चाहिँ अब 3 वर्षमा यो लक्ष्य पुरा गरेको सूचना सार्वजनिक रूपमा हामी दिन्छौँ र यसका लागि 3 वर्षसम्म पर्खन पनि पर्दैन। कतिवटा ठाउँमा अहिले पालिकाहरूले आफ्नो अभ्यास, प्रदेशले आफ्नो प्रयासहरू सञ्चालन गरेको छ। त्यो के गरेको छ त भन्दाखेरि मेरो पालिका अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गरेको पालिका हो भनेर उहाँहरूले त्यो व्यवस्था सुनिश्चित गरेर घोषणा गर्ने पनि क्रम चलिराखेको छ। केही दिन अगाडि हामीले के गर्यौँ भन्दाखेरि विषयगत समिति जो मान्य शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा सबै 7 प्रदेशका मान्य सामाजिक मन्त्रीज्यूहरू र पालिकाका विभिन्न प्रमुखज्यूहरू सहित बसेर चाहिँ के भनेदेखि त्यो समितिको बैठक बस्यो। त्यो समितिले यसरी अब क्रमशः हामीले के भने अनिवार्य निःशुल्क शिक्षा घोषणा गर्दै जाउँ, आफ्ना क्षेत्रहरूलाई, आफ्ना टेरिटोरीलाई, आफ्ना पालिकालाई र प्रदेशले इनिसिएसन गरौँ, पालिकाले इनिसिएसन गरौँ भन्ने हिसाबबाट हाम्रो एउटा वचनबद्धता पनि त्यहाँ छ। त्यति मात्रै होइन, हामीले अस्ति आस्पिनमा एउटा कार्ययोजना मान्य शिक्षा मन्त्रीज्यूको नेतृत्वमा एउटा हामीले अनिवार्य निःशुल्क शिक्षा कार्यान्वयनको एउटा कार्ययोजना बन्यो। त्यो कार्ययोजनाले पनि ठोस रूपमा यसलाई अगाडि बढाउनको लागि एउटा मार्गनिर्देश पनि गरेको छ र चाहिँ के भने हामीलाई त्यसले एउटा ऊर्जा पनि प्रदान गरेको छ। त्यसलाई प्रयोग गरेर हामी अगाडि जाँदाखेरि अस्तिको विषयको समितिको निर्णयलाई प्रयोग गरेर अगाडि जाँदाखेरि र त्योभन्दा बाहेक हाम्रो चाहिँ के भने शिक्षा मन्त्रालयको अझ विशिष्ट खालका पहलहरूलाई, प्रयासहरू जो अघि मैले वर्णन गरेँ, प्रोफाइलहरू नामेसी सहित सङ्कलन गर्ने भन्ने ती सबै चिजलाई विचार गरेर जाँदाखेरि अब हामी 3 वर्षको अवधि हाम्रो लागि त्यो धेरै हुन जान्छ। त्योभन्दा भित्रै हामी के भनेदेखि यो विषय आधारभूत तहसम्मको हकमा चाहिँ हाम्रो कम्प्लिट गर्ने, त्यो लक्ष्य हासिल गर्ने विषयमा सम्भव छ र सक्छौँ र शिक्षा प्रणालीको यो सम्पूर्ण संयन्त्र चाहिँ के भने क्रियाशील रहन्छ यो विषयमा भनेर मैले एउटा आश्वस्त गर्न सक्छु। परम्परागत रूपमा जो बजेटको विनियोजनको प्रबन्ध छ त्यो मात्रै पर्याप्त नहुन सक्छ भन्ने हिसाबले हामीले एउटा सङ्घ, प्रदेश र स्थानीयको चाहिँ संयुक्त रूपमा चाहिँ संयुक्त सरकारहरूको संयुक्त योगदानमा आधारित रहेको एउटा कोष स्थापना गर्ने र त्यो कोष स्थापना गरेर त्यो कोषमा चाहिँ त्यहाँ सरकारको पनि योगदान या बजेट रहन्छ, त्यहाँ गैर सरकारी संस्थाको योगदान रहन्छ, गैर सरकारी व्यक्तिको योगदान रहन्छ, सङ्गठित संस्थाहरूको योगदान रहन्छ, तपाईँको CSR अन्तर्गत तपाईँको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत विभिन्न सङ्गठित संस्थानहरूले चाहिँ के भन्ने सरकारलाई चाहिँ या सार्वजनिक रूपमा जो चाहिँ के भनेदेखि उहाँहरूको आयलाई तपाईँको चाहिँ के भनेदेखि डिपोजिट गर्नुपर्ने या चाहिँ के भनेदेखि ट्रान्सफर गर्नुपर्ने अवस्था हुन्छ। ती बजेटहरूको प्रबन्धलाई व्यक्तिको, चन्दादाताको, देशीको, विदेशीको विभिन्न ठाउँबाट, मठ मन्दिरहरूबाट, कतिवटा मठ मन्दिरहरू यति धेरै चाहिँ स्रोतपूर्ण हामीले देखिराखेका छौँ। ती मठ मन्दिरहरूबाट यी विभिन्न ठाउँबाट, अभिभावकबाट, सामान्य नागरिकबाट, जोसुकैबाट होस् चाहिँ एउटा आर्थिक एउटा स्रोत शिक्षा जस्तो पुनित कार्यको लागि चाहिँ जम्मा गर्ने चाहिँ एउटा प्रबन्ध हामीले एउटा व्यापक एउटा कोषको परिकल्पना गरेका छौँ। त्यो कोष साझेदारीको कोष हुन्छ, तिनै तहका सरकारको साझेदारी कोष हुन्छ। त्यो कोष पनि हाम्रो तपाईँको यही क्रममा स्थापनाको क्रममा छ र स्थापना भएर जान्छ। मान्य शिक्षा मन्त्रीज्यूकै पछिल्लो चाहिँ के भनेदेखि अग्रसरतामा हामीले कक्षा 11 को चाहिँ के भने रजिस्ट्रेसनलाई पनि के भनेदेखि हामी शुल्क रहित बनाउने एउटा प्रयास पनि हाम्रो निरन्तर चलेको छ। कक्षा 9 मा पनि तपाईँको राजस्वको बारेमा विद्यार्थीहरूलाई आर्थिक व्यवहार नपरोस् भन्नका लागि पनि हाम्रा चाहिँ प्रयासहरू सरकारका विभिन्न निकायहरूसँगको हाम्रो के भनेदेखि सहकार्य चलिराखेको छ। यसरी चाहिँ के भनेदेखि हामी हर सम्भव सबै प्रकारका हाम्रा वैकल्पिक प्रयासहरू र सृजनात्मक प्रयासहरू, प्रवर्धनात्मक प्रयासहरूलाई चाहिँ के भनेदेखि हामीले चाहिँ अगाडि बढाएर शिक्षा मन्त्रालयले त्यसको नेतृत्व लिएर चाहिँ के भन्ने काम अगाडि बढाएको छ र नेपालमा म भन्न चाहन्छु कक्षा 12 सम्म माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षा सम्भव छ।